मस्जिदमा पनि जान्छु ए मित्र अपमान नगर है तिमीहरूले भने मात्र हो क्या हामीले मैले भन्न अब गोरु तपाईँको घरमा नि तपाईँ घरको आँगनमा मैले गोरु काट्नु मिल्दैन है यो कुरा स्पष्ट हुनुहोस् त्यो धर्मनिरपेक्ष विपरीत हो त्यो धर्ममा असमानता हो हिन्दूको मन्दिरमा गएर मैले गोरु काट्नु तपाईँले गाई गोरु काट्नुहुन्छ भने तपाईँ के पिउने अगाडि काटेर देखाउनुहोस् हेर्नुहोस् तपाईँको बन्द हो देखाउँछौँ अभियानदारी मित्र भोलिको तपाईँ यस्तो बोल्नु भनेन तपाईँको घरमा आएर काट्छौँ हामी हाम्रो संस्कृति मान्ने हाम्रो भाषा मान्ने अनि हाम्रो धर्म मान्ने हाम्रो भाषा धर्म संस्कृति मान्ने तपाईँ अनि तपाईँ घमण्ड गर्ने यसो भन्नुहोस् न बरु घमण्ड गरेको जान्नुहोस् तपाईँ के भन्नु घमण्ड गरेको यसो भन्नुहोस् बरु तपाईँ जानी मसँग आँखा जुझो कुरा हुन्छ तपाईँ भन्नुहोस् कि बरु झन्डा जलाउने तपाईँ भन्नु तपाईँले मेरो घरमा आएर नकाटिदिनुहोस् हिन्दूको मन्दिर नकाटिदिनुहोस् अनि किराँतको साकेलामा काटिदिनुहोस् मङ्गल सबै दाजुभाइ हो दाजुभाइ हामीले नभने तपाईँले भन्यो कुलमान किसिम जस्तो भन्नुहोस् न तपाईँ हामीले नभने हो तपाईँले चाहिँ कुलमान किसिम जस्तो भन्नुहोस् महावीर पुन जस्तो भन्नुहोस् न हामी भनिरहेका छौँ उनीहरूले उहाँहरूले तपाईँहरू भन्नुहोस् तपाईँहरू सभ्य समाज निर्माण गर्दैनन् उहाँहरूले कसले जातीय कुरा हामीले कहाँ जातीय कुरा गरेका छौँ अहिले भन्नु झन्डा हामीले जलाउँदा केही हुँदैन गाई गोरुलाई सबैको अगाडि हामी काट्दाखेरि केही हुँदैन अहिले भर्खर तपाईँले भन्नुभयो दादा किराँतीले साकेला मात्ने ठाउँ मुन्दु माने ठाउँमा चाहिँ उसको चाहिँ पितृले डाइरेक्ट युट्युबमा आएर भन्नु दसैँ हामी नमनाउने हामी कुनै पनि युट्युबमा भनेका छौँ हामी उधौली पर्व नमनाउने हामी अब तपाईँको त धर्ममाथि छ नि त तपाईँले शासन गरेर यसरी थिच्नु भएको छ नि त हामी कुनै युट्युबमा लोसर नमनाउने भनेका छौँ हामीले लोसर नमनाउने भन्नुभयो नि अहिले हिन्दूबाट त म तपाईँलाई भनिदिउँ तपाईँ यति राष्ट्रियता कुरा गर्नु छ नि ल तपाईँ यही हो तपाईँको राष्ट्रिय विदेशी भन्नु यही हो तपाईँको भाइचारा हिन्दू विदेशी हो बुद्धिस्ट ल भन्नुहोस् किन तपाईँहरूले हामीलाई आजै भन्नुहोस् न शरणार्थी कसरी भन्नुहुन्छ हामी कसरी शरणार्थी भयो हिन्दू तपाईँ आएर कमेन्टहरूमा हेर्नुहोस् तपाईँको समूहले लेख्दैछन् लेख्छौँ शरणार्थीहरू हामीहरू लेख्छौँ कसरी शरणार्थी भयो हामीले तपाईँले हेप्नु भयो लेख्छौँ कि यसरी एकता हुन्छ मित्र यसरी एकता हुन्छ 4 वर्ष पछि यहाँ त तपाईँको त बाहुनहरू कुटेर लगाएको छ यसरी एकता हुन्छ यस्तो कुरा गर्नु छ नि तपाईँहरू घमण्डको स्वीकार्नु भयो सुधार्नु भयो भने हामी गर्छौँ घमण्ड कुरा गर्नु भयो भने तपाईँले कुटेर लगाएको छ यति बौद्धिक व्यक्तित्व है कुरा गर्नुहुन्छ उहाँले भन्नुहुन्छ कि बाहुनले लखेटेर भगाउने रे हामी एउटा शरणार्थी रे ए बाबा सम्मान गर्नु सिक्नु गौतम बुद्धको देश भएर ए बाबा उहाँको सन्देश हेर्नुहोस् अब आउने पुस्ता के शिक्षण अब आउने होइन अहिंसा परम धर्म भन्छ होइन गौतम बुद्धले होइन उहाँको